नमस्कार साथीहरू, आज म तपाईहरुलाई यस भिडियोमा जापानमा एज अ स्टुडेन्ट अथवा विद्यार्थी भिजामा रहँदै पनि तपाईहरुले चाहिँ पढ्दै चाहिँ कसरी चाहिँ तपाईहरुले सजिलै एक्स्ट्रा इन्कम गर्न सक्नुहुन्छ भनेर आज यस भिडियोमा तपाईहरुलाई म शेयर गर्न गइरहेको छु। मेरो टिकटकको भिडियो हेरेर कति जना यो भिडियो हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नु होला। कसरी हामीले चाहिँ 4 तरिकाबाट चाहिँ एक्स्ट्रा इन्कम गर्न सक्छौं भनेर शेयर गर्न गइरहेको छु। पहिलो नम्बरमा रहेको छ डकुमेन्ट ट्रान्सलेसन। डकुमेन्ट ट्रान्सलेसन जुन मैले टिकटकमा पनि एउटा सानो भिडियो बनाएको थिएँ, मैले चाहिँ एक दिनमै 40,000 एन कमाए भनेर चाहिँ। डकुमेन्ट ट्रान्सलेसन गर्नुभयो भने चाहिँ तपाईहरुले चाहिँ धेरै पैसा कमाउन सक्नुहुन्छ एकदमै छोटो समयमा। र डकुमेन्ट ट्रान्सलेसनको लागि चाहिँ मलाई त जापानिजै आउँदैन, कसरी ट्रान्सलेसन गर्ने होला भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यो एकदमै सजिलो छ, धेरै गाह्रो छैन। यदि तपाईहरु चाहिँ जापानिज र इंग्लिश दुवै एकदमै राम्रोसँग जान्नुहुन्छ भने चाहिँ आफैले गर्न सक्नुभयो। हैन भने चाहिँ एज अ बिगिनर तपाईहरुले चाहिँ विभिन्न ट्रान्सलेसन गर्न मिल्ने ट्रान्सलेटर एपहरु अथवा वेबसाइटहरु चाहिँ युज गरेर तपाईहरुले चाहिँ जापानिजबाट इंग्लिशमा कन्भर्ट गर्न सक्नुहुनेछ र इंग्लिशबाट जापानिजमा कन्भर्ट गर्नको लागि पनि सेम हो यो। र तपाईहरुले एकचोटी कन्भर्ट गरिसकेपछि जस्तै जापानिज डकुमेन्ट चाहिँ तपाईहरुले चाहिँ इंग्लिशमा कन्भर्ट गरिसकेपछि तपाईहरुले चाहिँ त्यसलाई चाहिँ ग्रामेटिकली चाहिँ करेक्सन गर्नुपर्ने हुन्छ र हाम्रो नर्मली हामी नेपालीको इंग्लिशको जुन लेभल हुन्छ एउटा सामान्य लेभलले पनि त्यो ग्रामेटिकली चाहिँ हामीले चाहिँ करेक्सन गर्न सक्छौं। र अब अर्को कुरा भनेको चाहिँ तपाईहरुले चाहिँ यो डकुमेन्ट ट्रान्सलेसन गर्नको लागि चाहिँ कहाँबाट हामीले चाहिँ डकुमेन्ट प्राप्त गर्ने भन्ने हो। त्यो भनेको चाहिँ पहिलो कुरा भनेको चाहिँ जापानमा धेरै डकुमेन्टहरु ट्रान्सलेसन चाहिँ युनिभर्सिटीमा पढ्ने विद्यार्थीहरुले गर्छन्। मैले पनि 40,000 चाहिँ एक दिनमा चाहिँ त्यहीबाट कमाएको थिएँ। र तपाईहरु चाहिँ टिकटकमा भयो, फेसबुकमा आफ्नो चाहिँ बायोमा चाहिँ यसरी चाहिँ डकुमेन्ट चाहिँ म ट्रान्सलेट गर्छु है भनेर चाहिँ तपाईहरुले लेख्नु भयो अथवा सानो भिडियो बनाउनु भयो भने पनि तपाईहरुलाई चाहिँ कल अथवा मेसेजहरु आउने गर्छन् र त्यसबाट पनि तपाईहरुले चाहिँ यो काम चाहिँ गर्न सक्नुहुन्छ। दोस्रो नम्बरको एक्स्ट्रा इन्कममा रहेको छ कन्टेन्ट क्रिएसन। सो कन्टेन्ट क्रिएसनबाट पनि धेरै पैसा कमाउन सकिन्छ साथीहरु। जस्तै तपाईहरुले चाहिँ अहिले मैले जसरी यो भिडियो बनाइरहेको छु त्यसरी नै तपाईहरुले चाहिँ आफूसँग भएको इन्फर्मेसन अथवा नलेजको बारेमा चाहिँ भिडियो बनाएर टिकटक अथवा युट्युबमा चाहिँ राख्नु भयो भने चाहिँ राम्रो कमाइ गर्न सक्नुहुन्छ। युट्युबबाट कसरी कमाउने भन्ने कुरा नर्मली सबैलाई थाहा हुन्छ र कमाइ हुन्छ भन्ने कुरा पनि सबैलाई थाहै छ। र टिकटकमा पनि तपाईहरुले चाहिँ कन्टेन्ट क्रिएसन गरेर चाहिँ भिडियोहरु बनाएर चाहिँ धेरै पैसा कमाउन सक्नुहुन्छ। मेरो इन्कम पनि तपाईहरुले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। मैले चाहिँ स्क्रिनशट गरेर चाहिँ यहाँ राखिदिएको छु। सो तपाईहरुले चाहिँ 1 मिनेट भन्दा लामो भिडियो चाहिँ आफैले चाहिँ बोलेर अथवा चाहिँ आफ्नो ओरिजिनल भिडियो चाहिँ तपाईहरुले अपलोड गर्नुभयो भने चाहिँ टिकटकले चाहिँ राम्रो पैसा दिने गरेको छ। जुन चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ एउटै अराउन्ड 2 मिनेट जति मात्रको भिडियोबाट मैले चाहिँ 3000 एन भन्दा धेरै कमाएको छु। यसरी तपाईहरुले चाहिँ डेली भिडियोहरु चाहिँ अपलोड गर्नुभयो भने चाहिँ टिकटकबाट पनि धेरै राम्रो अर्निङ गर्न सक्नुहुन्छ। तपाईहरुले चाहिँ पढ्दै आफ्नो पार्ट टाइम काम पनि गर्दै यसरी भिडियोहरु कन्टेन्ट क्रिएसन गर्नुभयो भने पनि तपाईहरुले चाहिँ जापानमा चाहिँ राम्रो कमाइ गर्न सक्नुहुन्छ। थर्ड अथवा तेस्रो नम्बरमा रहेको छ त्यो चाहिँ भोलिन्टियरको काम गरेर। नर्मली भोलिन्टियरको काम गरेर चाहिँ पैसा आउँदैन भन्ने सोच्छौं हैन? हो, नर्मली भोलिन्टियर भनेको चाहिँ हेल्प गर्नको लागि हो र धेरै ठाउँमा चाहिँ हेल्पै गर्नको लागि युज हुन्छ। तर जापानमा चाहिँ यस्तो विभिन्न संस्था अथवा अर्गनाइजेसनहरु छन् भोलिन्टियरको रूपमा 1 दिन अथवा 2 दिन काम गरिदिए बापत चाहिँ उनीहरुले चाहिँ पैसा दिने गर्छन् र धेरै राम्रो पैसा दिन्छन् है। नर्मली चाहिँ हाम्रो जीक्यू चाहिँ जापानमा चाहिँ 1100-1200 अथवा 1 घण्टामा 1100-1200 एन कमाउँछौं भने चाहिँ त्यस्तो भोलिन्टियरमा गयौं भने चाहिँ हामीले चाहिँ 2000-2500 एन सम्म पनि कमाउन सक्छौं। र त्यो पैसा चाहिँ तपाईहरुको बैंकमा नभएर चाहिँ तपाईहरुलाई हातमा दिइन्छ र त्यो चाहिँ इलिगल हैन, एकदमै लिगल हो। भोलिन्टियर गरिदिए बापत चाहिँ तपाईहरुलाई चाहिँ एउटा इनाम स्वरूप चाहिँ त्यो पैसा दिइन्छ। त्यही भएर चाहिँ त्यो जापानमा चाहिँ एज अ स्टुडेन्ट भएर चाहिँ यो त 28 घण्टा भन्दा बढीको कमाइ हैन र भन्ने सोच्नुहुन्छ होला। त्यो चाहिँ तपाईहरुको काम नभएर चाहिँ तपाईहरुले चाहिँ सेवा अथवा चाहिँ तपाईहरुले चाहिँ सोशल वर्क गरे बापत तपाईहरुलाई दिएको इनामको रूपमा चाहिँ लिइन्छ। त्यो पाउनुहुन्छ। त्यो पैसाले चाहिँ तपाईहरुको चाहिँ भिजाको स्ट्याटस अथवा भिजामा चाहिँ तपाईहरुलाई चाहिँ कुनै पनि समस्या पर्दैन। त्यसपछि एक्स्ट्रा इन्कम गर्न सकिने फोर्थ वे भनेको चाहिँ तपाईहरुको चाहिँ स्कलरशिप हो। स्कलरशिपलाई अब इन्कम भन्ने कि के भन्ने हैन, म आफै पनि कन्फ्युज भए। तर जसले गर्दाखेरि चाहिँ हामी जापानमा चाहिँ इकोनोमिकली फ्रीडम अथवा आर्थिक रूपमा स्वतन्त्र हुन सक्छौं। त्यही भएर यसलाई पनि एउटा चाहिँ इन्कमको सोर्स नै लिएको छौं। तर यो स्कलरशिप भनेको चाहिँ कुनै फाउन्डेसनले अथवा युनिभर्सिटीले अथवा चाहिँ कलेजले चाहिँ विद्यार्थीहरुलाई दिने हो। सो जापानमा चाहिँ हामीले नर्मली चाहिँ युनिभर्सिटी अथवा कलेजले आफूले पढेको ठाउँले मात्र दिने होला भन्ने चाहिँ सोच हुन्छ। तर त्यस्तो नभएर
जापानमा चाहिँ युनिभर्सिटी र कलेजहरूभन्दा बढी चाहिँ बाहिरको धेरै फाउन्डेसनहरूले चाहिँ स्कलरसिपहरू दिने गर्छन् है। जापानमा चाहिँ यस्ता धेरै संस्थाहरू छन् जसले चाहिँ विद्यार्थीहरूले चाहिँ ठुलो सङ्ख्यामा चाहिँ स्कलरसिप दिने गर्छन्। जुन अहिले मैले पाइरहेको स्कलरसिप छ मन्थली चाहिँ मैले चाहिँ 1 लाख एन पाउँछु र त्यो 1 लाख एन जुन स्कलरसिप मैले पाएँ त्यो मैले पाउँदाखेरि चाहिँ त्यो इभेन्टमा जाँदाखेरि चाहिँ 60 जनालाई एकैचोटि चाहिँ त्यो स्कलरसिप पाएका थिए। भनेपछि चाहिँ एउटा युनिभर्सिटीले दियो भने चाहिँ 1 जना अथवा 2 जनालाई दिला यति ठुलो स्कलरसिप चाहिँ, तर बाहिरको त्यो कम्पनीले चाहिँ तपाईहरुको चाहिँ स्कलरसिप दिँदाखेरि चाहिँ 60 जनालाई एकैचोटि स्कलरसिप दिन्छ भनेपछि यस्ता धेरै संस्थाहरू छन् जुन संस्थाहरूको लिंक म तपाईहरुलाई चाहिँ डिस्क्रिप्सनमा राखिदिनेछु र त्यसको वेबसाइटमा गएर तपाईहरुले चाहिँ यसको बारेमा बुझ्न सक्नुहुनेछ। स्कलरसिपकै बारेमा चाहिँ एउटा छुट्टै स्पेशल भिडियो बनाउनुस् भन्ने यदि तपाई चाहनुहुन्छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला र त्यसको बारेमा चाहिँ एउटा स्टेप बाइ स्टेप फुल भिडियो म तपाईहरुलाई बनाउने छु। सो यो त रह्यो 4 वटा जापानमा एज अ स्टुडेन्ट विद्यार्थी भिजामै हुँदाखेरि पनि तपाईहरुले इन्कम गर्न मिल्ने एक्स्ट्रा इन्कमको चाहिँ 4 वटा सोर्सहरुको बारेमा आज मैले तपाईहरुलाई यस भिडियोमा भने। यो भन्दा अरु पनि धेरै विभिन्न सोर्सहरु छन् जसबाट चाहिँ तपाईहरुले चाहिँ एक्स्ट्रा इन्कम गर्न सक्नुहुनेछ। त्यही भएर चाहिँ म तपाईहरुलाई चाहिँ अन्तिममा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जापानमा हामी विदेशी विद्यार्थी अथवा चाहिँ विशेष गरी नेपालीहरु चाहिँ जापान आइसकेपछि चाहिँ हामी काम 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 भन्छौं हैन। एउटा काम, दुईटा काम, तीनटा कामसम्म गर्छौं हैन, 7 दिन काम गर्छौं। तर त्यो भन्दा पनि जुन हामीले चाहिँ काम खोज्ने, काम गर्ने टाइमलाई चाहिँ हामीले चाहिँ इन्टरनेटमा भएको विभिन्न इन्फर्मेसनहरुको चाहिँ सही सदुपयोग गर्यौं भने अथवा चाहिँ बाहिरी जापानमा चाहिँ के कसरी चाहिँ हामीले चाहिँ एक्स्ट्रा इन्कमहरु गर्न सक्छौं भन्ने बारेमा चाहिँ थोरै समय दिएर चाहिँ हामीले खोज्यौं भने चाहिँ हामीले चाहिँ धेरै काम नगरिकन पनि धेरै इन्कमहरु गर्न सक्छौं र सजिलै जसरी मैले अहिले चाहिँ भिडियो बनाएर तपाईहरुलाई शेयर गरिरहेको छु तपाईहरुले पनि आनन्दले आफूले इच्छा लागेको धेरै कुराहरु गर्न सक्नुहुनेछ र त्यो कामै काम भन्ने त्यो जुन प्रेसरबाट चाहिँ तपाईहरु चाहिँ आउट बाहिर भएर चाहिँ फ्रीडमली चाहिँ जापानमा चाहिँ बस्न सक्नुहुनेछ। त्यसका लागि विभिन्न भिडियोहरु चाहिँ मैले बनाउने छु जुन चाहिँ तपाईहरुले चाहिँ मेरो यस च्यानलमा अथवा टिकटकमा चाहिँ हेर्न सक्नुहुनेछ। त्यसका लागि मलाई टिकटकमा फलो गर्नु होला, युट्युबमा चाहिँ मलाई चाहिँ सब्स्क्राइब गरेर बेल आइकनमा क्लिक गर्नु होला। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।